यो एमएससी पानी जहाज हो। 1970बाट यसले सेवा सुरु गरेको थियो। 900 भन्दा बढी जहाजहरू सक्रिय छन्। यसले खाद्य तथा अन्य ढुवानीका सामानहरू ओसार पसार गर्दछ भने 300 भन्दा बढी बन्दरगाहहरूमा यसले सेवा सञ्चालन गर्दै आएको छ। यो संसारको सबैभन्दा ठुलो पानी जहाज ढुवानी कम्पनी पनि भन्न सकिन्छ यसलाई। र यसको अहिले जम्मा 900 भन्दा बढी जहाजहरू सक्रिय छन्। 300 वटा बन्दरगाहभन्दा धेरै ठाउँमा गएर यसले ढुवानी सेवा सञ्चालन गर्दछ। र यो 1970बाट सुरु भएको हो यो पानी जहाज। अनि यो पानी जहाजलाई चाहिँ यहाँ नेभी यो जल पुलिसले पनि यसलाई स्कट गरेको देख्न सकिन्छ। यसले हजारौं सङ्ख्यामा कन्टेनरहरू बोक्ने क्षमता राख्दछ। तपाईहरु हेर्न सक्नुहुन्छ पानी जहाज। एमएससी को पानी जहाज कसैले देख्नु भएको छैन भने कृपया हेर्नुहोला। आज यो जानकारीमूलक भिडियोको लागि म तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जानकारीमूलक भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र अब यहाँको रमणीय दृश्यहरू म तपाईलाई देखाउँदैछु। यसरी यो पानी जहाजलाई चाहिँ नेभी पुलिसले स्कटिङ गरेको चाहिँ मैले पहिलोचोटि देखेको हो। तपाईहरु पनि देख्न सक्नुहुन्छ। यो ब्रिजको मुनिबाट यो जाँदैछ। कति धेरै कन्टेनरहरू बोकेको छ यसले तपाईहरु अनुमान लगाउन सक्नुहुन्छ। कति राम्रो छ यो सुन्दर मौसममा। धन्यवाद। सबैको दिन शुभ रहोस्। नमस्कार।